को दाँत खोइ खोइ र खोइ नानीको दाँत खोइ अब के गर्ने त त्यो दाँतलाई त्यही भित्र राखिदिने ल के रहेछ अब के गर्ने त यसलाई नानी के गर्ने त्यहीँ राख्ने अब फेरि नयाँ आउँछ नि त अर्को नयाँ आउँछ नि माया अर्को नयाँ आउँछ देखाइस त कहाँको दाँत झऱ्यो अर्को नयाँ आउँछ नि त अर्को नयाँ ल अब नयाँ आउँछस् अब नयाँ आउँछस् त्यसलाई जोड्ने त्यही हो जोड्ने ल हुन्छ भोलि डक्टरकोमा गएर फेरि जोडाउँलास् हुन्छ ओके ओके हस् मामु भन्दैछ न भोलि जोडेर आउने हस् हुन्छ